नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव नेत्र विक्रम चन्दले सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा जाने वातावरण नबनाएको आरोप लगाएका छन्। शनिबार आयोजित पार्टीको निर्वाचन सम्बन्धी प्रशिक्षण कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन्। उनले आफूहरू चुनावमा जाने तयारी गरिरहँदा सरकारले कम्युनमा छापा मारेर गम्भीर षड्यन्त्र गरेको आरोप लगाएका छन्। काठमाडौँमा हराएका हतियार फेला पार्न नसक्ने सरकारले आफ्नो पार्टीका कम्युनमा प्रहरी परिचालन गरेर बहादुरी प्रदर्शन गरेको उनको भनाइ छ। राज्यले आफूहरूको कम्युनमा बम रहेको भन्ने गलत प्रचार गरेर पार्टीको बदनामी गरेको पनि उनले बताए। उनले सिंगो पार्टी निर्वाचनमा भाग लिने तयारीमा रहेको भए पनि राज्यको व्यवहारकै कारण त्यो सम्भावना नरहेको उल्लेख गरे। उनले निर्वाचन र आन्दोलन दुवैको माध्यमबाट आफूहरूको रणनीति रहेको उल्लेख गरेका छन्। सोही अनुसार पार्टी सरकारले निर्वाचनको वातावरण नबनाए पनि फागुन 21 गते हुने निर्वाचनको लागि सहभागी भएको उनले बताए। मान्छेले के भन्यो भन्दा तपाईहरुको त आलु होइन बम फल्यो रे भने बम फल्यो कि आलु फल्यो भन्ने कुरा हेर्न त्यसलाई कसले भन्यो अहिले भन्नुस् त। हाम्रो कम्युनमा के फल्छ भन्ने त्यसलाई के चासो। काठमाडौँमा आफ्नो हतियार हराएको हतियार खोज्न नसक्ने सरकारलाई हाम्रो कम्युनमा के भइरहेछ भन्ने कुरा मिल्छ त्यो कुरा गर्ने। यो साम्राज्यवादको इशारामा दलालहरूले चालेको षड्यन्त्र होइन यो। उनले सोचेका होला नि तपाईँ हामी लुसुक्क परेर झरौँला। हामी किन झर्ने? हामीले भनेका छौँ नि यो कुरालाई गम्भीर ढङ्गले लिनुपर्छ। हामीले हाम्रो पार्टी पंक्तिले तपाईँ हामी सजिलै तपाईँको यो सत्तालाई बसेर सुविधा भोग गरौँला भनेर आएको मान्छे हामी होइन नि। हामी जनताको पक्षमा सम्पूर्ण जीवन दाउ थापेर हिँडेको मान्छेहरू हामी अहिले पनि हिँड्नुपर्छ। तपाईँ हामीलाई कुनै तपाईँको पद यो चुनावमा जाने भने पनि संसद जितिहालेर मन्त्री भए यो मात्रै पनि होइन। या त्यहाँ गएर त हो मत कम आउँछ त्यसले किन जाने यो कुरा होइन नि। तपाईँ एउटा चोकमा उभिएर ड्युटी गर भने ड्युटी गर्नु पर्यो नि।